यति राम्रा राम्रा हिम श्रृङ्खलाहरू हेर्न सक्नुहुन्छ तपाईँ। यस्तो सुन्दर ठाउँ, मनोरम दृश्यहरू। हाम्रो दाइलाई पनि एकदम स्वागत गरौँ। बसौँ दाजु। अनि कस्तो अनुभव भइरहेछ त तपाईँलाई? म निशब्द छु। हजुर, म बोल्न सकिरहेको छैन। थकाइले हो कि उत्साहले हो? यो उत्साह पनि होइन, थकाइ पनि होइन। हजुर, मनमोहन दृश्य देख्दाखेरि कहिलेकाहीँ शान्त वातावरणसँग आनन्द आउँछ। भ्रमण लिन मन लाग्छ। हजुर, शान्त वातावरणमा हल्ला गर्न मलाई ठिक लाग्दैन। नगर भने भन्छु। अहिले यहाँ भएका जङ्गली जनावर जीवजन्तु तर्सिन सक्छन्, त्यसरी हल्ला गर्नु मिल्दैन। चराहरूको चिरबिर आवाज, आहा, है शान्त वातावरण, सेतो काटिका पाना जस्तै देखिने छिरबिरे हिमाल होइन, मनले खोजेको शान्ति मिल्ने ठाउँ। काहीँ राता त काहीँ सेता फुलेका फुल। अनि मान्छेहरूले भन्छन् वा यिनीहरूको जिन्दगी रियल जिन्दगी कसले देखाएको छ र? हामी देखाउँदैनौँ पनि। रियल जिन्दगी हामी देखाउँदैनौँ। भिडियो हेर्नेहरूलाई हजुर हजुर लागिरहेछ ठुलै दौलतमा दौडिरहेछ। आनन्द छ, चिल पाएर हिमालको छेउमा, कहिलेकाहीँ समुद्रको छेउमा, हजुर डाँडा पाखा भन्ज्याङ चौतारीसँग घुलमिलिँदै यो पो हो त जिन्दगी होइन देख्नेलाई। वास्तवमा जिन्दगी त्यो छ कि होइन, जुन हामी देखाउन चाहन्छौँ। हामी परिश्रमी छौँ, हाम्रो परिश्रम कसैले रुचाउँदैन नि त। रुचाउँछ? 5 दिन भयो ननुहाउनु पाएको कि कति दिन भयो? 15 दिन भयो होइन, माथि होला। हो, शरीर गनाइरहेछ। बसाइ सुताइ पनि त हेर्नु ठिक छ होइन, गनाइरहेछ। मैले भइसक्यो नि, बालु झरिरहेछ। जे होस् ठिक छ। रमाइलो। सो गाइस, भिडियो हेर्नुभएकोमा तपाईँलाई धन्यवाद। कस्तो लाग्छ यो भिडियो होइन? हामीलाई तपाईँ कमेन्टहरू गर्नु होला। तपाईँ कहाँदेखि हेर्दै हुनुहुन्छ, तपाईँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? आज चाहिँ हामी लमजुङको यो कुन पालिका? मस्यान्डी गाउँपालिका। ठ्याक्क हामी चाहिँ यतिखेर घले गाउँभन्दा अलिकति माथि डाँडामा छौँ। नागी डाँडा। हाम्रो यात्रा घले गाउँसम्मको छ। हजुरहरूलाई हामीले घले गाउँ पनि देखाउने प्रोसेसमा छौँ। यो हिमालको लागि, हाम्रो नेपालमा भएको ठाडो शिरको लागि तपाईँहरूले एक लाइक र हिमालको लागि एउटा कमेन्ट चाहिँ लेख्न नभुल्नु होला। साथीहरू, यो कुन हिमाल हो त्यो पनि हामीलाई बताइदिनु होला। हिमालका नाम चाहिँ 2-3टा रहेछ। त्यो एउटा हिमाल 2-3टा होइन। हजुर, देख्नेहरूले चाहिँ नाम पनि भन्न सक्नुहुन्छ। हजुर, चिन्नु। ल लागौँ त घले गाउँतिर।